टमाटरको स्क्रब हाम्रो स्किनको लागि एकदमै राम्रो काम गर्छ र यो वेदरले गर्दा होला मेरो अलिकति ओठ फाटेको जस्तो भइरहेको थियो र मैले यो ट्राई गर्दैछु किनभने टमाटर स्क्रबले चाहिँ लिप्सको डेड सेललाई पनि रिमुभ गर्छ र हाम्रो स्किनमा यदि ब्ल्याक हेड्स व्हाइट हेड्स छ भने त्यसलाई पनि क्लियर गर्छ र हाम्रो स्किन क्लियर एन्ड ग्लोइङ बनाउँछ र यो स्क्रब चाहिँ हामीले हप्तामा 2 या 3 पल्टसम्म पनि गर्न सक्छौँ र एउटा कुरा याद राख्नुहोस् हामीले यो स्क्रब चाहिँ केटीले मात्र होइन केटाहरूले पनि गर्न सक्नुहुन्छ र यसलाई चाहिँ गर्दाखेरि चाहिँ मैले के युज गरेको छु यसमा दुईटा इन्ग्रिडियन्ट्स हालेको छु यो टमाटरमा हेर्नु है त मैले पहिला चाहिँ टमेटोलाई स्लाइस गरेँ र त्यो स्लाइस टमाटर एउटा लिएर चाहिँ त्यसमा हनी एड गरेँ है र त्यसमा सुगर एड गरेँ चिनी र एउटा कुरा याद राख्नुपर्ने कुरा चाहिँ के हो साथीहरू भन्दा चाहिँ चिनी चाहिँ एकदमै मसिनो हुनुपर्छ खस्रो चाहिँ हुनु हुँदैन है खस्रो छ भने चाहिँ हाम्रो स्किनमा इरिटेसन हुन्छ र त्यसले गर्दाखेरि चाहिँ मसिनो चिनी युज गर्नुहोस् र यस प्रकारले चाहिँ मैले अल ओभर फेसमा लगाएँ खास गरेर मैले लिप्समा चाहिँ मजाले स्क्रब गरेँ किनभने मेरो लिप्स अलिक क्र्याक थियो र आफ्टर स्क्रबिङ मेरो यो हो रिजल्ट र तपाईँले पनि ट्राई गर्नुहोस् थ्याङ्क यू सो मच फर वाचिङ साथीहरू